नेपालको 50 लाख जनसङ्ख्या यहाँ छ। काठमाडौँ सहर हेर्दा लाग्छ रहर। म चाहिँ यहाँ हिँड्दै हिँड्दैछु, मलाई बालै लागेको छैन भिडियो खिच्नु। रमाइलो हुँदैछ नि होइन? एकदम रमाइलो रमाइलो आफू गर्ने हो, तर केटाहरू हुँदाखेरि चाहिँ रमाइलो हुन्छ है आज। ओ राम्री मान्छे, ओ राम्री मान्छे। चिसो लाग्छ नहाने? फाइनली टी सर्ट ल्याइसकेँ मैले। अहिले उता ऐनामा हेर्छु, त्यही हो लियो हेरिटेज लेखेको टी सर्ट। केटाहरू सब तम तयार छ। म पनि यिनीहरू चाहिँ पेन लाएर जानु आँटेको छ, म चाहिँ हाफ पेन्टमा हिँड्नु आँटेको। मलाई फर्काइदियो भने म फेरि आउँछु फर्काइदिएर भने त्यत्तिकै जान्छु। मैले चाहिँ हाफ पेन्ट लाएर हिँडेको छु। भरेमा मलाई फर्काएर थाहा छैन, तर निस्किनु लकडा होइन त्यो गाडीमा निस्किने अब चाहिँ सरर सबैजना अब कहाँ हो थाहा छैन, घुम्न जाने ठाउँ, तर म देखाउँछु। गाडी पनि सुरु भइसक्यो। अब हामी जाँदैछौँ, कहाँ जाँदैछ त्यो थाहा छैन, त्यो एकदम सस्पेन्समा छ। अनि गएपछि देखाउँछौँ। त्यति बेलासम्म 50 लाख नेपालको 50 लाख जनसङ्ख्या यहाँ छ। अनि 50 लाखमा फाटाफुट्टा हामी यसरी कति आउँछ? जाम चाहिँ बबाले क्या, बबाले के अब हिँड्नु पर्ने हुन्छ यहाँदेखि चाहिँ स्याट अगाडि हो। कहाँ जाने अरे हामी? बसन्तपुर। यस, वी आर हेडिङ टुवर्ड्स द बसन्तपुर। कक्स हो यो? र गाइस अहिले हामी कहाँ छौँ भन्दाखेरि विष्णुमती छौँ, तर त्यता हामी गएनौँ र हामी चाहिँ सिधै कहाँ जाँदैछौँ भन्दा बसन्तपुरतिर जाँदैछौँ। यहाँदेखि कति टाढा हो बसन्तपुर? लगभग ट्याक्कै पुग्ने हो, गर्ने के थाहा छैन। तिमीले होइन अनि कहाँ हिँडेको यिनीहरू? रामै गरेको यार। के अरे काठमाडौँ सहर हेर्दा लाग्छ रहर। सबजना हाम्रै टोलीहरू मात्रै छ यार। रमाइलो चाहिँ लाग्दैछ हिँड्दाखेरि होइन, तर अझै रमाइलो चाहिँ हामी बसन्तपुर पुगेपछि हुन्छ। पछाडि छ अरूहरू, म चाहिँ यहाँ हिँड्दै हिँड्दैछु, मलाई बालै लागेको छैन भिडियो खिच्नु। मलाई पुग्नु होइन, आफ्नो रहर पुरा गर्ने हो, हिँड्ने हो। सबैजना आफ्नो तालमै हिँडिरहेको हुन्छ। पानी खाने यार, स्पोन्सर यार। लगभग हामी एकदम हाम्रो डेस्टिनेसनको नजिकै छौँ। कस्तो दामी रहेछ यार यहाँ चाहिँ होइन? नयाँ ठाउँ, नयाँ जोस, नयाँ जाँगर होइन। हामी चाहिँ स्याट जाँदैछौँ, नयाँ अनुहार पनि हेर्दै, नयाँ मन्दिर काठमाडौँमा अब के हुँदैछ यता पछाडि होइन, केही थाहा छैन। सिर्फ आफ्नो बाटो समाउने हो, हिँड्ने हो, केही छैन नि। बबाल जोस, माइन्ड फ्रेस हुन्छ, रमाइलो लाग्दैछ होइन। रमाइलो गरिन्छ। अहिले चाहिँ हामी बसन्तपुरको एरियामा छौँ। केटाहरू कस्तो लाग्दैछ? रमाइलो हुँदैछ नि होइन? एकदम रमाइलो आफू गर्ने हो, तर केटाहरू हुँदाखेरि चाहिँ रमाइलो हुन्छ है आज। ल गाइड्स, मैले चाहिँ यहाँ प्राय सब जोडी देखेँ होइन। म पीडित हो, म यहाँ पीडित छु।
Once more! Once more! Once more! म पीडित हो म यहाँ पीडित छु बुढी पीडित कि गलत पीडित त्यो सबै जे भन्यो त्यही पीडित हो म पीडित भनेपछि पीडित हो र अहिले हामी ट्याक्कै यो मन्दिरमा छौँ सबैजनाले मन्दिरको दर्शन गर्दैछ एकदम ओए यो भगवानको नाम के हो काल भैरव ओके काल भैरवले हामी सबैको रक्षा गरौँ न ओ राम्री मान्छे ओ राम्री मान्छे ओ राम्री मान्छे हेलो राम्री मान्छे सुने पो त हामी लस्सी भएको ठाउँमा आएको छौँ अरूको लागि सोच्यो भने कतिवटा हो मागा मागा कति 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 अरे कति हो सानोको 50 ठुलोको 100 धेरै खानु पनि हुँदैन अरू पनि चाख्नु पर्यो नि त यरिच लस्सी चक्क यहाँ सबले ओए त्यो लस्सीमा के हो तिम्रो त्यो त्यहाँ आएर कस्तो हिरोनी जस्तो हिरोनी नै हो यार खै खाइसक्यो कप्पीको पारेर यस हामीले लस्सी खाँदैछौँ मुझे तुम्हारा मुंह बिल्कुल नहीं पसंद आया आज तू बवाल यार धन्यवाद कम्ता चाहिँ मिठो छ त खायो 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 यता हेर हौ यहाँ आउनु भक्तपुरमा भने यो टेस्ट गर्नु होला विजयले पनि यो टेस्ट लिन चाहनुहुन्छ भने आर्मी क्याम्प छेउमा पाउना क्याफे रहेको छ त्यहाँ गएर टेस्ट ए अँ ल तर मिठो क्या नि तपाईँले नखाएर हो क्या खाएको होइन त चाहेको भन्छ नि अनि केटा त यार सब ठाडा घाँटी हान्न थाल्यो त नि यस खोइ सानै मागे यिनीहरूले अहिले अरू के खाने अरे यिनीहरू लेट्स गो वाट इज गोइङ देयर वी डोन्ट नो बट हामी अब जान्छौँ केको भिड रहेछ यो ट्रेनिङ हो ट्रेनिङ ब्याचलर सकेको ल है त यहाँ चाहिँ देख्न सकिन्छ हाम्रो एकजना एकदम हाम्रो बा नेपालको राष्ट्रिय झन्डा बोकेर बस्नु भएको छ लगायत अहिले चाहिँ हामी मोमो सेन्टरमा आएको छौँ दुईजना मात्रै सुटुक्क आएको क्या मोमो खानलाई र हामीले चाहिँ हाफ प्लेट मात्र चाखेर जान्छौँ मोमो हान्ने हो त्यो तातो त होला है यो चाहिँ अर्को अलिकति मात्रै तिर पनि हाल्छ होइन ओ अहिले सकिन्छ त फेरि यार अब हल्का यो चाख्नु एउटा तातो होला है ओके यो खाँदैछु होइन दामी दामी र अब चाहिँ हामी बसन्तपुर घुमेर आइसक्यौँ अब हामी अर्को ठाउँ जाँदैछौँ र त्यहाँको भिडियो पनि म देखाउँदैछु हेर्नु होला कृपया सबैजनाले अब हामी गाडीमा चढ्छौँ है त